दुईटा मात्रै ठुल्ठुलो छ हैन यो चाहिँ मगहरू अरू चाहिँ बच्चाहरू कालै हामी चाहिँ आज माछा खान जाँदैछौँ हाकिममा हाकिममा टुइटी हिँडिरह यस्तो घाम लागिरह हामी चाहिँ खोलामा आइसक्यो यहाँ हाम्रो यहाँ छ के खोरी थाल भन्छ यसलाई चाहिँ थाल थाप्न आइदिएको हामी यहाँ माछा मार्न आइदिएछौँ हामी माल हाल्दै माल डालो रे माल माल हाल्दा माछा बस्छ माछै गर्दै गर्दै नै झ्याउ लाग्छ पुरा माछा रेडी भइसक्यो अब यहाँ थाप्दिनु पर्छ खोरी माछै छैन हैन त्यही पनि थाप्दैन खोरी यहाँ चाहिँ अहिले बल्छी खेल्दिने यहाँ माछा त छ ठुल्ठुलो तर पर्दैन कि माथिको ट्याप यो कुनामा माछा चाहिँ यहाँ कहाँ गयो माछाहरू चाहिँ किम जाँदैछ एउटा माछा खोल्थामा केही नि हुँदैन के लममा डुबाउँ त अनि मनी हाल्छ थाल त्यही थाप्दिने उता शीतलमा त्यता बार नजान्नु धुम्लिहाल्छ नि अनि त्यही माटो गरेर बस्छ त्यही राख्नु न डुब्दैन क्या पानी नहाल्दा चल्छ नि त त्यत्तिकै गहिरै खानु गहिर त्यो उल्टै खानु त्यसमा त्यो त शीतलतिर राखिदिनु ल्याउ छ ल्याउ के यो हामी चाहिँ खोर थाहा आइसक्यो होइन चिसो भयो ओहो नाकै पोल्यो यहाँ पानीले त उता थाप्दैन खोरी एउटा अनि एउटा चाहिँ उता पुग्नु नि अब चाहिँ बल्छी बनाइदिनु पर्यो बल्छी बनाउनु यहाँ रेडी छ सामानहरू हाकिमले बनाउँछ म चाहिँ मासतिर गएर आइदिनु पर्यो हाम्रो चाहिँ बल्छी पनि रेडी भइसक्यो होइन यहाँ छ एउटा हाकिमले रेडी बनाउँदै यहाँ बल्छी माछा चाहिँ वहाँ मारेको पट्टै पऱ्यो यहीँ थाप्दिनँ अब बल्छी बल्ल बनाएँ मैले बल्छी चाहिँ माछा बल्छी धागोहरू छ यहाँ चट्ट यसलाई चाहिँ अब कडेला सडेला हालेर टक्क बनाउनु पर्यो यहीँ थाप्दिने बल्छी यहीँ खेलिदिने बल्छी माछै छैन आजभोलि यहीँ थाप्दिने म चाहिँ गडौला नि उन्दिसकेँ होइन यहाँ छ गडौला यो अब यसलाई चाहिँ टक्क ट्राई गरिदिनुपर्छ होइन एकपल्ट फुकेर हाल्नुपर्छ कि बल्ल पर्छ कि यसलाई चाहिँ टक्क यहीँ फालिदिनुपर्छ यस्तरी टक्क यहाँ लगाएर झ्याप्प यहीँ थापिदिनुपर्छ यस्तरी थापिदिनुपर्छ त्यसपछि बाम त बाफ रे बाफ बाम त यहाँ त भक्कु राम्रो छ हो आँखाको हाम्रो खोरी सेतो माछै पऱ्यो नि त्यहाँ थापिदिनुपर्छ यस्तोमा कि बाम आउँथ्यो खतरा ठुल्ठुलो बाम पाइन्छ आम त आउँदैन आज चाहिँ माछै पाइएन यार एउटा नि हातकुम चाहिँ उहाँ म चाहिँ यहाँ बल्छी खेलेको माछै पाइएन जम्मा एउटा मात्रै पारेँ मैले माछा भएर हो कि नभएर हो कि के हो यो हाकिम
बाफरे बाफ हाम्रो माछा परेको कति धेरै परेछ नि बाफरे बाफ खतरा ठुल्ठुलो परेछ तच्छे परसरालमा माछा देख्न सक्नुहुन्छ हाम्रो यो दुईटा मात्रै ठुल्ठुलो छ हैन यो चाहिँ मगरु अरु चाहिँ बच्चाहरु कालै छ सक्छ त कसैले मार्न यस्तो दुईटा मात्रै ठुल्ठुलो अरु सब सानसानो बाफरे बाफ दादा रे दादा के हुँदैछ यस्तो यस्तो धेरै माछा मारियो बाफरे बाफ आज हामीले दुईटा मात्रै ठुल्ठुलो अरु सब सानसानो बच्चाहरु यसको बच्चाहरु दुईटा मात्रै ठुल्ठुलो छ त नि कत्रो कत्रो दुईटा हेरे अरु फेरि कति सानो छ एक देउची छ माछा